हेलो गुड मर्निङ साथीहरू वेलकम टु आवर न्यू डे न्यू ब्लग एन्ड स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने म पनि सन्चै छु भन्दैछु। आज चाहिँ धेरै पछाडि तपाईँहरूको सामु आएको छु म चाहिँ नयाँ भिडियो न्यू ब्लग लिएर। सो अनि आज चाहिँ म चाहिँ नानीलाई पुऱ्याउन जानु लागिरहेको। नानी चाहिँ स्कुल जानको लागि रेडी भइसकेको छ अनि नानीलाई पुऱ्याउनु पर्ने हुन्छ, त्यही भएर नानी चाहिँ रेडी भइसकेको छ। मेरो छोरी यता। हेलो छोरी। हेलो। अब चाहिँ मेरो नानीलाई पुऱ्याएर आउँछु नि। आज दिनभरि के गर्छु नि त साथीहरू। अब म के गर्छु आज, मेरो प्लान के छ सो तपाईँहरूलाई देखाउने नै छु साथीहरू। फाइनली हामीले केक पनि किनिसकेको। हामी चाहिँ केक किन्नु आएको थियौँ, अब केक पनि किनिसक्यो। अब आउँदै गर्ने मान्छे चाहिँ कहाँ आइपुग्यो थाहा छैन। केक चाहिँ किनेर रेडी गरिसक्यो। म यो भरे एकैचोटि देखाउने हो नि त केक त होइन। सो हामीले चाहिँ केक किनिसक्यौँ। अब केक लगेर घर जाँदैछौँ। अनि आज चाहिँ हाम्रो को आउँदै हुनुहुन्छ त भन्दाखेरि मेरो बहिनी चाहिँ, अनि बहिनी चाहिँ घर बनाएर अब धेरै पछि घर बनाएपछि पहिलोचोटि नयाँ आफ्नो घरमा उसको लागि नयाँ हुनु अनि आफ्नो घरमा आउँदै हुनुहुन्छ, त्यही भएर सरप्राइज दिनुको लागि हामीले चाहिँ केक रेडी गरेको साथीहरू। फाइनली हामी चाहिँ बिहेमा जानुको लागि रेडी भइसक्यौँ साथीहरू। अब आज चाहिँ बिहेमा गएर आएर फेरि ज्वाइँलाई सरप्राइज पनि दिनु छ। कति ढिलो भइसक्यो, त्यही भएर अब हामी चाहिँ छिटो छिटो गरेर बिहेमा गएर आउँछौँ अनि त्यसपछि ज्वाइँलाई सरप्राइज दिनेवाला छौँ साथीहरू। आज कस्तो हुँदैछ के हुँदैछ त स्टे ट्युन हेर्दै गर्नु होला साथीहरू। अब बिहे खान जानुपर्छ मासु पुरो। सो साथीहरू मधेसको बिहेमा चाहिँ केही नलगिकन खाली जानुपर्छ। पाहाडमा चाहिँ हामी त पुरा थुम्चेमा झोलामा के बोकेर हिँड्थ्यौँ, अनि मधेसको बिहेमा त खाली लुन्डुङ लुन्डुङ हिँड्नुपर्छ साथीहरू। यसरी सबै लुन्डुङ लुन्डुङ पस बोक्ने अनि हिँड्ने, यसरी हिँड्नुपर्छ। सो हामी चाहिँ अब जाँदैछौँ साथीहरू। यता पनि पुरा रेडी भएर नानीलाई के भएको दुईवटा टुप्पी बाँधिदिएर। अब हामी चाहिँ बाटोमा निस्किनु लागिरहेको। अब बाटोमा निस्केर चाहिँ जानुपर्ने हुन्छ, अलिकति थोरै हिँड्नुपर्ने हुन्छ। साथी दिएको होला नि कान्छीलाई, कोही साडी लाउने कोही कुर्ता लाउने। कहाँ जानुभएको? कसै कसै चाहिँ साडी छामेकै के हो यस्तो? सक्षम सक्षम कहाँ गएको? कपाल दुईपट्टि छोरीलाई यस्तो बाँधिएर छोरालाई घामले निधारै टल्किरहेछ पुरै। के साह्रो एकदम धेरै घाम लागिरहेछ र पनि हामी बिहे खान 2 बजे पनि जोस् घाम ठिकै छ भन्नुपर्छ। ठिकै छ अहिलेको लागि होइन। सो हामी चाहिँ जाँदैछौँ साथीहरू। के भन्छ साथीहरू, सुनसान छ त हौ बिहेमा त। के हो यस्तो सुनसानै हो बिहे? यस्तै हुन्छ हाम्रोतिर त पुरै ड्याङडुङ त गन्डङ गुडुङ हुन्छ त। यहाँ त के हो यस्तो सुनसान छ त। सो साथीहरू यहाँ चाहिँ गीतहरू बजिरहेको थियो, त्यही भएर मैले यहाँ चाहिँ गीत बजेको कारणले म्युटमा राखेँ। अनि मैले चाहिँ रेकर्ड गरिरहेको छु, भोइस रेकर्ड। म चाहिँ यहाँनिर पुरा मासु पुलाउ थाप्नुलाई थाल रेडी गरेको भन्दै यहाँ हाँसी मजाक गरिरहेको छु, अनि साथीले चाहिँ भिडियो गरिरहेछ। सो यसरी नै हामी चाहिँ यहाँ रमाइलो गर्दै खाना पुलाउ थापिरहेको थियौँ। अनि यहाँ न मैले के गरेको मासु पुलाउ थाप्नुलाई मैले के गरेको भनिरहेको छु नि, हाँसिदिरहेछ सबले न, म एक्लै हाँसेँ आफै। अनि यहाँ चाहिँ बुहारीले चाहिँ पुलाउ थापेर पनि अझै थापिरहेको थियो। अनि के थापेको अगाडि बढ न भनेको, अनि दही थापेको छुइनँ के भन्थ्यो बुहारीले चाहिँ भनिरहेछ। सो अनि यसरी नै हामीले चाहिँ खाना थापेर खायौँ साथीहरू। सो अनि खाना चाहिँ थापिसकेपछि चाहिँ मैले टेबलमा लिएर आएँ नि। अलिकति खानाको पनि भिडियो बनाइदिएँ साथीहरू नि आफ्नो नि, अनि अरू साथीहरू नि बहिनीहरू साथीहरू खाना थापेर आउँदै देखाउँदैछ पुरै यहाँ। अनि यसरी हामीले चाहिँ ल्याएर टेबलमा बस्यौँ अनि खानालाई रेडी भयौँ साथीहरू। त्यसपछि चाहिँ हामीले खाना खानु थाल्यौँ सबैजनाले। अनि अब गीत पनि बजिरहेको थियो, अब कपिराइट लाग्छ भन्ने डर छ, अनि त्यही भएर चाहिँ मैले चाहिँ यतिकै म आफ्नै भोइसमा रेकर्ड गरेँ। सबैले खाइरहेछ अनि दुईजना बहिनीहरू चाहिँ, मेरो बहिनीहरू चाहिँ पल्लो टेबलमा गएर बसिरहेछ। सो अनि हामी चाहिँ यहाँ म चाहिँ खाँदैछु गम पुलाउ मासु। सो अनि अब सुनसान थियो नि त बिहे पनि, त्यही भएर अब रमाइलो आफ्नै उयो खाँदै। तर मलाई पसिना कति साह्रो आइरहेको थियो क्या साथीहरू।
अनि उसले चाहिँ हेलो गर्दै तर के गर्नु केही सुनिँदैन गीत बजेर भन्दै भनिरहेछ अप्सराले चाहिँ। अनि दही पनि छ साथी। सो अनि हामी चाहिँ खाना खाइसकेपछि बाहिर निस्किएर मैले चाहिँ गेटको पनि अब वेलकम गेटलाई पनि यस्तो भिडियो खिचिदिउँ भनेर भिडियो गर्दैछु। अनि सबै घर जानलाई रेडी भइरहेछौँ हामी चाहिँ। सो अब चाहिँ हामी घर जानुपर्छ भनेर हामी चाहिँ यहाँनिर रेडी कस्तो लाग्यो यतातिरको कुरा गर्दै थियौँ भने फाइनली हामी चाहिँ बिहे पनि खाइसकेर हामी चाहिँ फर्किँदैछौँ साथीहरू सबैजना बिहे खाइसक्यो। बेहुला बेहुली चाहिँ अब भरे राति कतिखेर चाहिँ आउँछ त्यही भएर हामीले बेहुला बेहुली चाहिँ देख्नु पाएनौँ साथीहरू। बेहुला बेहुली देखाउनु पाएनौँ। गाइस बहिनी ज्वाइँ चाहिँ फाइनली आइसक्यो है यहाँनिर ऊ पर सफारीमा आउँदैछ। अनि म चाहिँ यहाँ भिडियो बनाउँदैछु। नानीहरू चाहिँ सरप्राइज दिने भनेर नानीहरू पनि ज्वाइँलाई पनि सरप्राइज अनि नानीहरूलाई पनि सरप्राइज भनेर नानी चाहिँ टिभी हेराइरहेछौँ यता ढोका थुनेर। सो म चाहिँ बिस्तारै बोलेर भिडियो गरिरहेछु। काइली बहिनी चाहिँ भेनाको खुसीमा नाच्दैछ। सो बहिनीहरू चाहिँ यता पर आउँदैछ साथीहरू। अब हेरौँ है एक्साइटेड लेभल कस्तो भइरहेछ नानीहरूलाई पनि कस्तो हुन्छ होला है। यस साथीहरू हेर्नु यसले चुप न लाग्न त यो हल्ला गरेर ल वेलकम छ है ज्वाइँलाई घरमा। चुप लाग्यो त चुप लाग्ला ओरियो चुप लाग्यो ओरियो। नमस्ते नमस्ते नानीहरूलाई सरप्राइज आफै ज्वाइँले बोल्छ। सरप्राइज अङ्कल पो त नानी कस्तो लाग्यो अङ्कलको सरप्राइज? कस्तो लाग्यो भन न कस्तो लाग्यो भन न। आयो कस्तो लाग्यो ट्युसन नपढी आएको फाइदा। ल रुँदै पो छ अब। अब सबै रुन्छ साथीहरू सबैजना रुयो नानी लिएर। नानी रुन्छ अब सबै रुनु पर्ने भयो। नानी चाहिँ पुरै रुइरहेछ यहाँ पुरा बाबासँग भेटेर। यता नानी रुइरहेको यता भित्र छ्यामाहरू पुरै सबैजना सब रुइरहेको खोइ अब छ्यामा। यो दुईटा मात्रै नरुने तिमीहरू चाहिँ रुँदैन होइन अहिले। साथीहरू रुइयो इन्तजार तिमीले गर्दा म पनि रुएँ नि। लु दाजु सबैजना रुयौँ। यिनीहरू रुएर बिजोक्छ त साथीहरू सबैजना रुयो। सरप्राइज त खतरै भयो। सो फाइनली विदेशी लगेज यस्तो गर न यो कुर्सी यता सो हामीले चाहिँ केक चाहिँ साथी यहाँ राखेछौँ कसैलाई थाहा छैन नानीहरूलाई पनि थाहा छैन कि केक चाहिँ यहाँ छ खोइ के छ वेलकम टु होम चाहिँ ज्वाइँको लागि यो आउँछ होइन पठाउनु
मैले यता बाहिर बोल्छ भने सो हामीले चाहिँ रेडी गरिसकेको छौँ अलि त ठेल छैन नि लाइटर खै लाइटर पैसा छ के त्यहीँ राख्दैन ओइ साइली रहेछ न दुईजना अब त्यहाँ बस यो गरेर ओइ भेडालाई बोला न हेलो वेलकम टु होम हामीले चाहिँ केक यहाँनिर उयो गरेका छौँ सरप्राइज जाऊ न तिमी जाऊ बाबालाई सरप्राइज दिएको न त नि उल्टो उता त उयो गरेर बालेर गर्दा न मसाला के हुन्छ लु ज्वाइँलाई आफ्नो घरमा पहिलोचोटि आउनुभएकोमा स्वागत हामीले गरिदिएको लु उयो त केक काट्ने त्यो यो क्यान्डल बाल्ने अनि के मलाई आउँदैन के हुन्छ त नि यो चाहिँ बहिनी काठमाडौँदेखि ज्वाइँलाई लिएर आएको बहिनीले चाहिँ अनि हामीले चाहिँ बाटो देखाउने बहिनी घरसम्म आउनुको लागि बोले न यो बोल ल वेलकम टु होम वेलकम टु होम हातले खानु झन्डै आफै खायो घर आइसक्नु भयो हामीले चाहिँ सरप्राइज पनि दिइसक्यो अनि जहिले पनि नानीहरूलाई सरप्राइज दिइसक्नु भयो अनि अब यसो रोइयो पनि हाँस्यो नानीहरूले गर्दा हामी पनि रोयौँ अब के गर्नु यस्तै हुन्छ साथीहरू नानीहरूलाई पनि आफ्नो बाबा आउँदा धेरै खुसीले अब आँसु झरिहाल्छ अनि हामी पनि अब बच्चाहरू रोएको देख्दाखेरि चाहिँ अलि हामीलाई पनि कस्तो लाग्छ नि त त्यही भएर हामी चाहिँ रोयौँ साथीहरू अब यस्तै भयो आजको भिडियो चाहिँ यस्तै थियो हामी बिहेमा पनि गयौँ बिहानदेखि यताउता गर्दै अब कामहरू गर्दै अहिले बहिनीहरूको पर्खाइमा बहिनीहरूको पर्खाइमा यतिखेरसम्म बसियो सो अब फाइनली अब जोइ पनि आइसक्नु भयो अब चाहिँ आजको भिडियो चाहिँ यस्तै भयो साथीहरू मेरो भिडियो कस्तो लाग्यो राम्रो लागेमा लाइक कमेन्ट सेयर गर्नु होला भन्दै अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस् भन्दै बाई बाई एभ्रीवन।